पूर्वी नेपालको इलाम जिल्लाको चुलाचुली क्षेत्रमा चाहिँ श्रम संस्कृति पार्टीको अध्यक्ष माननीय हर्क साम्पाङ आउनुभएको थियो। उत्साहजनक उपस्थितिमा त्यहाँ त्यस क्षेत्रमा धान रोप्ने कार्यक्रम भएको थियो। धान रोप्ने कार्यक्रममा रोङ गाउँपालिका वार्ड नम्बर 6, वार्ड नम्बर 3 एक करिब 6वटै वार्डबाट उपस्थिति देखिन्थ्यो। त्यो उत्साहजनक उपस्थितिमा एउटा इतिहास रचेको महसुस हुन्थ्यो। रोङ गाउँपालिकाकै वार्ड नम्बर 3 मा अवस्थित यस क्षेत्रमा श्रमदान भइरहेको भान हुन्थ्यो। रोङ गाउँपालिकामा तिहार विशेष लक्षित कार्यक्रम गरी 100 पत्री फुल बिरुवा रोप्ने कार्यक्रम पनि भइरहेको छ, जहाँ उत्साहजनक उपस्थित देखिन्छ। यस क्षेत्रको विकास र नीतिलाई अगाडि बढाउनु पर्ने युवाहरूले जोड दिनुभएको छ। महान श्रमदाताजीहरू यसरी जुट्नु भएको छ। अलैँचीको समय भए पनि, धानको समय भए पनि हप्तामा एकपटक श्रमदान गर्न उहाँहरू स्वतस्फूर्त आउनु भएको छ। उहाँहरूलाई हामी सम्मान गर्न चाहन्छौँ। उहाँहरूलाई गरेको योगदानको कदर गर्न चाहन्छौँ। पार्टीभित्र रहेका विभिन्न सदस्यज्यूहरू, त्यस्तै गरी पार्टीलाई माया गर्ने शुभेच्छुज्यूहरू यसरी खट्नु भएको छ। उहाँहरूको श्रमले यस क्षेत्रलाई एउटा हराभरा बनाएको छ। रोङ गाउँपालिका वार्ड नम्बर 3 अमृत राई पनि यसरी खटिराख्नु भएको छ। दिपेन्द्र राई एवं 3, त्यस्तै गरी नरबहादुर सुनवार, लीला राई, टहलमान राई र साबिक जिरमले गाविस वार्ड नम्बर 5, हाल चाहिँ रोङ गाउँपालिका वार्ड नम्बर 6 रमभ्याङ। यति बेला आधारभूत स्वास्थ्य संस्था सरसफाइ अभियानमा युवाहरू जुट्नु भएको छ। लामबद्ध लागेर युवाहरूको ताती देख्दाखेरि साँच्चै नै रोङ गाउँपालिकामा चाहिँ एउटा गतिलो श्रमको महाअभियान चलेको देखिन्छ। यो सागर भएर जाँदैछ। यो एउटा नदीको रूप लिइसकेको छ। यो सागरमा मिसिन चाहन्छ, महासागर बन्न चाहन्छ। सायद यस जिर्मले क्षेत्रले पनि यस्तै सङ्केत दिएको छ। यसरी स्वतस्फूर्त आउनुभएको छ। उहाँहरूलाई, महान श्रमदाताज्यूहरूलाई धेरै धेरै धन्यवाद र आउँदो दिनहरू पनि शुभ रहोस्।